फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल। सधैँ चाहिँ आज म अतिथि चौहान फेरि पनि हजुरहरूको सामु आइसकेँ। अनि हजुरहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अझै पनि भनिरहेको छु होइन। अनि हजुरहरू आरामै र सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म फेरि पनि आज नयाँ भ्लग लिएर आएको छु होइन। 2-3 दिनको ग्याप भइसक्यो त मेरो भ्लग चाहिँ। अनि हजुरहरू अब सबैलाई एउटा टाइपको तनाव त हुन्छ होला, तर पनि अब बाहिर त आरामै हुनुहुन्छ त भन्नु पर्यो। अनि म चाहिँ यहाँ उभिँदा उभिँदै मच्छरले खाइसकेको छ गाइस यहाँनिर हेर्नु न। अनि त्यसपछि यहाँनिर म मच्छरलाई टोकाइ हजुरहरूसँग बोल्दैछु, प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, अहिले गरिदिनुहोस् त गाइस। अनि त्यसपछि म चाहिँ यहाँ किन आएको, यहाँनिर जङ्गल जस्तो देखाउँछ होला हेर्नुहोस् न गाइस। मकै चाहिँ मभन्दा ठुल्ठुलो भइसक्यो क्या, हेर्नुहोस् न मकै चाहिँ मभन्दा ठुल्ठुलो भइसक्यो, पुरै छोप्ने भइसकिसक्यो होइन। अनि म चाहिँ किन आएको भने सधैँ हेर्नेलाई चाहिँ थाहा छँदैछ होला होइन। मम्मी बिहानै अलिक छिटो भएर मैले चाहिँ बिहानै उठेर मामसब्जी गर्नुपर्छ नि त। के टोक्छ हौ। अनि म चाहिँ यहाँनिर पालुङ्गो खोज्न आएको क्या गाइस। पालुङ्गोको सब्जी कतिजनालाई मनपर्छ, मलाई त मोहीहरूसँग खान एकदमै मनपर्छ क्या। अन्त मेरो चाहिँ पिम्पल आएको थियो नि, मैले चाहिँ पिम्पल प्याच ल्याएँ। अनि म हजुरहरूलाई पालुङ्गो देखाउँछु ल। भयो हेर्नुहोस् न गाइस, यी पालुङ्गो हाम्रो बारीको अर्ग्यानिक पालुङ्गो यो चाहिँ होइन। मान्छेले किनेर खान्छ नि, तर हाम्रो चाहिँ किन्नु खासै पर्दैन क्या। अनि मलाई चाहिँ यस्तो यो चाहिँ साह्रै मनपर्छ क्या, यो बारीमै के भन्नु मेरो पालुङ्गोको सब्जी कति मनपर्छ, तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन प्लिज कमेन्ट गरिदिनुहोस् होइन। लामासँग जरै पो उक्लेर खासै छैन क्या। हिजो मम्मीले अलिकति टिप्नु भएको थियो, पुग्दैन कि भनेको गाइस। हाम्रो मकै बारीहरू यस्तो भइसक्यो हाम्रो गाइस। हजुरहरू सब्जीहरू के खाँदै हुनुहुन्छ हो अहिले त? अब यति बेला त सब्जीको त टेन्सन त हुँदैन हुन त होइन, सबैको घरमा होला सब्जीहरू त। खोइ त नि हौ, यहाँनिर त पालुङ्गोहरू त खासै देखिँदैन त गाइस। कतिलाई चाहिँ मन पर्दैन होला, तर मेरो हिजो हात काटेको थियो कि जरै उखालिदिएँ मैले त। अनि मलाई चाहिँ कस्तो सर्प आउँछ जस्तो लाग्छ क्या गाइस। यति नै लानु पर्ला होइन गाइस। हाम्रो चाहिँ यहाँनिर गट्टा लाग्दैछ होइन। यहाँ चाहिँ फुलहरू फुल्दैछ हाम्रो चाहिँ। अनि बारीको सब्जी खान पाउनुको सुख त के हो गाइस, यहाँ पनि छ तर छिप्पिसकेको छ क्या पालुङ्गो चाहिँ। ठसी मुन्टा हेर्न सक्नुहुन्छ, त्यता नि मुन्टाहरू देख्न सक्नुहुन्छ गाइस। मकैले चाहिँ मलाई पुर्नै हुन्छ। मामसँग खान कति मिठो हुन्छ गाइस आँपको अचारहरू, कतिजनालाई मनपर्छ आँपको अचार होइन। अनि एक पावा जिब्रोले एक मनको शरीरलाई तागत दिने बनाउनु पर्छ अनि त्यसपछि गाइस हो त मैले काटेको आँप पनि काम लाग्छ लाग्न चाहिँ गाइस। मिठो हुन्छ मामसँग खानु। मैले के भन्न आँटेको थिएँ भने मलाई चाहिँ टुक्रामा साह्रै खुसी लाग्छ क्या। मेरो एउटा बहिनी थियो होइन, मेरो बहिनी पनि के भन्नु त्यही यस्तैबाट चिनेको हुन त उता उको क्या नेपालटारको हो। अनि त्यसपछि उसले चाहिँ के पो भ्लग प्लिज दिदी हाल्नु नि भ्लग, किन हाल्न छोड्नु भयो, म चेक गरिबस्छु त्यस्तोहरू भन्थ्यो होइन। चेक गरिबस्छु भन्थ्यो नि, त्यसमा चाहिँ मलाई एकदम खुसी लाग्यो। जस्ट त्यो धेरैजना चाहिँदैन क्या, अब जस्ट अब बिस्तारै आफ्नो स्ट्रगल हुँदै जान्छ नि त। अनि हजुरहरू पनि अब अहिलेदेखि नै थालिराख्नुहोस्, किनभने अब टाइम छ भने अब एक दिन त सफलता त हासिल गरिन्छ होला नि त। आफूमा विश्वास राख्नुपर्छ होइन। मैले एउटा बहिनीले चाहिँ भन्दै थियो क्या, भ्लग किन हाल्नु भएन दिदी भन्दै थियो। अनि त्यसपछि त्यही भएर मैले चाहिँ जाँगर चलेर पनि यो भ्लग हालेँ। अनि अर्को बहिनीले भन्थ्यो घरको छेउकैले पनि हो त्यो बुनले नि भ्लग हेरिरहेको छ भने
दिदी भ्लग चेक गरि नै रहेको हुन्छु, लाइक पनि गर्नु त्यस्तोहरू भन्थ्यो। अनि मैले चाहिँ आज भ्लग बनाएको छु, हेर ल, हेरिरहेको छौ होला होइन तिमी। अनि त्यसपछि गाइज, अनि तपाईँहरूलाई धेरै अब मेरो यदि भ्लग हेर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहै छ होला मलाई कस्तो वेदर मनपर्छ होइन। अनि त्यसपछि आज पनि त्यस्तैले भएको छ क्या, त पानीहरू परेपछि मलाई चाहिँ फेरि यस्तो धुम्मिएकोहरू चाहिँ साह्रै मनपर्छ। बेछिनमा घाम लाग्यो भने त थाहा छैन होइन गाइज। अनि पछि म नुहाउने भनेर सोच्यो भने चाहिँ यस्तो धुम्मिदिन्छ, त्यही भएर ननुहाउने भन्नुपर्छ, अनि चाहिँ घाम लाग्न सक्छ। अनि त्यसपछि मेरो मनै आनन्द हुन्छ क्या यस्तो मौसमहरू देखेर होइन। अनि त्यसपछि अब कतिलाई त गर्मी मनपर्छ, कतिलाई जाडो मनपर्छ, तर मलाई त्यस्तै धुम्मिएकोहरू मनपर्छ गाइज। अनि त्यसपछि के भन्नु, अब पानी यस्तै हो गाइज। अब यहाँ हेर्नु न गाइज, पानी टुई सदुपयोग गर्दैछ है गाइजहरू। आँपको अचार मनपर्छ भने हजुरहरू पनि खान आउनु होला है त। यो आँप भनेको चाहिँ हाम्रो नेपालको सबैभन्दा मिठो फलको रूपमा, फलफुल नै हो, फलफुलको राजा मानिन्छ आँप भनेको। त्यसले यसले अचार पनि हुन्छ। कस्तो मुख बस्न आइसक्यो, खान मन लाग्यो, खान मिल्दैन अहिले। यसको 3-4 बट्टा हुन्छ। यहाँ पनि फेरि मेरो छोरीले टक्क सुकाएर बनाएको छ है गाइज। यसलाई चाहिँ म अब बनाउन तयारीमा लागिरहेको छु। यहाँ पनि छ, यो आलु हो, यो मजाले सुकेको हो है त। अहिले आँपको सिजन छ, हरियो मकैको सिजन छ है। हामीले यहाँनिर अचार हाल्न जाँदिन्छ, यसलाई चाहिँ सुकाउने हो है। अनि यसलाई पुरा छोपहरू मरमसला हाल्ने, अनि तेल सरी बनाउने हो। यहाँ भनेको तेल ताप्दैछ। यो भनेको मेरो छोरीले काटेर टक्क अचारको लागि तयारी भइसकेको छ। कस्तो मगमग आयो क्या बास्ना गाइज। आँपको अचार भनेपछि भात त नेपालको फलमध्येको राजा मानिन्छ। त्यसैले आँपलाई हामीले सदुपयोग गर्दै अचार पनि खान्छ। राजा नै मानिन्छ। फलफुल पनि पकाएर खान यसलाई राम्रो फलफुलको रूपमा। रानी चाहिँ आँपको फल मध्येमा राजा। अब यो चाहिँ कराईमा हाल्नुहुन्छ कि कराईको चाहिँ यहाँ हलाउनुहुन्छ? धेरै प्रकारको मरमसलाहरू चाहिँ यसलाई चाहिँ गरेर चाहिँ तयारी गरिरहेको छु। यहाँ 6-7 खालको मसलालाई चाहिँ तोरी भयो, धनियाँ, जिरालाई मैले पिसेर अचारमा सार्न लागेको गाइज। ल गाइज, खाना आउनु होला। कस्तो मगमग बास्ना आइरहेको छ क्या, त्यो हुन्छ नि छोप कि तिल्केहरूको, साह्रै मनपर्छ मलाई त्यस्तोको बास्ना चाहिँ गाइज। हेर्नु न यहाँ आँपको अचार पनि यहाँ अहिले यस्तो देखिन्छ होला कि, तर अलिकति खाइदिन्छ। धेरै नै गाइज बाफले कस्तो यहाँ नि मगमग आइरहेको छ नि। त्यहाँ मम्मीले पिसेको मान कस्तो मगमग आइरहेको छ यहाँ। खान मन लाग्यो भने सम्पर्क गर्नु होला गाइज। आँपको अचार कता अब झन्डै लडे यस्तो हुन्छ क्या, यसको कस्तो अप्ठ्यारो ठाउँ छ क्या। अनि यतातिर चाहिँ सर्प, अस्ति यहाँदेखि यता गएको थियो नि त सर्प, अनि यहाँदेखि मेरो पाइलै पर्न मान्दैन क्या गाइस। अनि त्यसपछि म चाहिँ अब नुहाएर कहाँ जान आँटेको भने ट्रेनिङ छ माथि कभरढलमा होइन, माथि कभरढलमा ट्रेनिङ छ। अनि त्यही ट्रेनिङमा जान आँटेको गाइस। अनि यस्तो घर बसेर केही न केही त्यत्तिकै बस्नु भने त यसो गरी केही त सिकिन्छ नि त होइन गाइस। अनि त्यही भएर म चाहिँ अब आन्टीसँग जान आँटेको, मम्मीको साथै जान आँटेको। हुन त मम्मी त्यहाँ हुनुहुन्छ नि त त्योमा के भन्नु सदस्य टाइपको हुनुहुन्छ। अनि मम्मी भ्याउनुहुन्न, अनि त्यही भएर म अब यो छुट्टीभरि अब के चाहिँ गर्दै बस्नु, घर बस्दा नि त अल्छी लाग्छ भनेर अब म चाहिँ ठिक परेर जान्छु गाइज। बाई, भरे बाटोमा भेटौँ गाइज। अब म चाहिँ लागेँ होइन, आन्टी चाहिँ माथि सागर भिनाजुकोसम्म आउनु भएको छ अरे। अनि त्यही भएर गाइस घाम चाहिँ यति धेर छ। आउँदैछु होइन हामी चाहिँ लाग्यौँ।
चाहिँ के गर्नु मजा त केही त हुँदैन नि आन्टी केही त हुँदैन नि मजा चुप गरेर तपाईँकै छेउमा जानुपर्ने तिमीहरूले हो हामीले भन्दा पनि उकालोले पाउँछ जस्तो लाग्छ यस्तो घानीमा त तर म चाबीहरू लाउँदै थिएँ होइन होला हामी चाहिँ आइपुग्न आँट्यौँ गाइस हामी चाहिँ आइपुगिसक्यौँ होइन यही यो हो त्यो हल चाहिँ आन्टी त साह्रै छिटो हिँड्नु हुँदो रहेछ अब आन्टीको त साथीहरू त टन्नै छ त नि गाइस हाम्रो हल चाहिँ यही हो अब म तपाईँहरूसँग भरे भेट्छु न यहाँ भित्र गर्नु यस कार्य समितिमा सदस्यहरू निरुता चौहान टीका देवी गौतमज्यूलाई अग्रभागमा आएर खादा गुनासा तपाईँका राम्रा नराम्रा कुराहरू हामीलाई नगरिकन हामीले खानै पाउँछौँ नो छोपेको लानु अब हामी चाहिँ यहाँनिर अब ट्रेनिङहरू गर्छौँ कपडाको रहेछ त्यो एक खाने कपडा हुन्छ नि धुप गाई जानेर चाहिँ कपडाको छैन यहाँ राखिदिने आन्टीले थाहा हुन्छ यहाँ बस्छौँ घर मलाई आन्टी यहाँ मोबाइल ल्याउँछु ल नहालिनु है तपाईँ यहाँ गाह्रो छ नि त्यसको हेरेर म यहाँ सुई यहाँ काट न गरेको छैन यस्तो गर्नुपर्छ यहाँ गर्नु यसमा मैले काटेको हो नि त हातै काम हो यहाँ हेर न यसो अझ काटिसक्यो हाम्रो काटेको ला गरिया कहिले काटिन्छ आएन काटिदिइहाल्छु म नानी के गर्दैछौ कपिला के काट छिटो यस्तो चाहिँ नि यो चाहिँ मिलाउनु पर्छ कि आफैले पछि अहिले त अझै एक हो जस्तो बनाउने अनि यो चाहिँ हाम्रो काटिस तैँले यो काटिस काटेको यस्तै जस्तो लाग्यो बनाउने आन्टी कसरी बनाउने हो यो भन्दाखेरि चाहिँ यसरी हो
यो चाहिँ धुप बनाएको हो क्या, अर्को धुपले चाहिँ क्यान्सर हुन्छ अरे नि त, अनि त्यही भएर यो खालको धुप चाहिँ राम्रो अरे क्या। नानी भ्युजमा चाहिँ त्यो उयो मात्रै नबनाए भिडियो बनाएर भरे अङ्कल हाल्नुपर्छ भरे वाट्सएपमा पठाइदिन्छु। पठाइदिए वाट्सएपमा हामी यहाँ बोल्नु पनि नबोल्दै पनि बनाउनु नि कसरी। बोल्न त यहाँ भ्याइन्छ त नि यहाँ यता धुम्नु पनि सक्छ त बोल्नु आफूलाई बोल्न टेन्सन भएको छैन आउँदैन गाइस यस्तो खालको बनाउने हो, मेरो चाहिँ भएन होइन यस्तो खालको बनाउनु यसरी नै बटर खाँदैछु गाइस। हेलो गाइस, हामी चाहिँ यहाँनिर लिची खाँदैछौँ। खै यो लिची नि दिँदैन त। फाइनली घर आएन, अघि म जाँदा हालत कस्तो थियो, आउँदा कस्तो भएको छ क्या त्यहाँनिर हल्का त्यो पाउडरहरू थियो नि त। अनि त्यसपछि हामीलाई चाहिँ के को ट्रेनिङ थियो भने धुप बनाउनेको ट्रेनिङ थियो क्या। अनि हो त्यो धुपहरू बनाएर सिकाउनु हो त्यो अब अहिलेको म तपाईँहरूलाई के एउटा नयाँ नलेज दिन्छु भने त्यो जुन हामी धुप बाल्छौँ नि पूजाहरूतिर अहिले किनेको धुप हो, त्यो धुपले चाहिँ मान्छेलाई प्रायः क्यान्सर भयो क्या। अनि त्यही भएर त्यो घरमै बनाएको ढुट्टोहरूबाट त्यस्तो खालको धुपको ट्रेनिङ थियो नि त। अनि हामीले चाहिँ गएर बनायौँ, अनि सिक्न इजी नै रहेछ। अब भोलि पनि एक दिन ट्रेनिङ छ होइन, यसरी सिक्दै जाने हो होइन। अनि प्लिज मैले अब के गर्दा राम्रो हुन्छ भिडियोहरू हो त्यसरी कमेन्ट गरिदिनुहोस् क्या गाइस प्लिज। म हजुरले जस्तो भन्नु त्यस्तै नै गर्छु। अनि त्यसपछि यस्तै नै सिक्दै जाने हो। अनि त्यसपछि मलाई नि आज धुपहरू बनाउन आयो, तर त्यो धुलोहरू बनाउनु चाहिँ साह्रो रहेछ गाइस होइन। गर्मी गले जस्तो नि भइरहेको त। अब एकछिन रेस्ट गरेर अब फेरि खाना सब्जी बनाउने बेला भइहाल्छ, गाह्रो छ क्या गाइस। अनि मलाई चाहिँ रिजल्ट पनि टेन्सन भइरहेको छ क्या, रिजल्ट पनि आउनु आँट्यो नि त। अनि त्यही भएर गाइस अनि अब यति भन्दै मेरो यो भ्लग चाहिँ यहीँनिर इन्ड गर्न चाहन्छु। हेरेर मलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न प्लिज नभुल्नु न, गरिहाल्नुहोस् न गाइस। किन एकछिन हेरिरहनु भएको क्या, गरिहाल्नु न, थिचिहाल्नु त, थिच्न कति मिनट लाग्छ र। अनि त्यसपछि मेरो भ्लग अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई होइन। यसरी नै मायाहरू गर्दै जानुहोस्। बाई।